ल अब हामी सुरु गर्न गइरहेका छौं। अर्धवार्षिक परीक्षा 2082 कक्षा 9 को पूर्णाङ्क 75 समय 3 घण्टामा आधारित रहेर एउटा प्रश्न सेट दिएको छ। यसमा सुरुको प्रश्न भिन्न चित्र अथवा समूहबाट आएको छ। यहाँ योसँग सम्बन्धित एउटा प्रश्न दिएको छ भने त्यसैगरी दोस्रो प्रश्न करसँग सम्बन्धित र यससँग कति कर लाग्छ भन्ने खालको प्रश्न छ, जसमा सञ्चय कोष सम्म जोडिएको छ। त्यसैगरी तेस्रो नम्बरमा कमिसनसँग सम्बन्धित प्रश्न रहेको छ, जसमा 10 लाखसम्ममा कति हुने, 10 देखि 20 लाख बिक्री भएमा कति हुने भन्ने खालको छ। त्यसैगरी चौथो प्रश्न रहेको छ विद्युत प्राधिकरणको विभिन्न एम्पियरहरूकोमा 5 एम्पियर भएको विद्युत जडानमा के कस्तो खर्च लाग्छ हिसाब गर्ने खालको प्रश्न छ। त्यसैगरी 5 नम्बरमा 4 भित्ता सिलिङ भनेको षड्मुखाकार आकृतिसँग सम्बन्धित 4 भित्ताको क्षेत्रफल कति हुने, भुइँको क्षेत्रफल कति हुने, सिलिङको क्षेत्रफल कति हुने भन्नेसँग सम्बन्धित प्रश्न रहेको छ। त्यसैगरी 6 नम्बर प्रश्न क्षेत्रमितिबाट आएको छ, जसमा एउटा बेलना दिएको छ। यसमा वक्र सतह, आधार, पुरा सतह, आयतनसँग सम्बन्धित रहेर प्रश्न तयार गरिएको छ। त्यसैगरी 7 नम्बर प्रश्न पनि क्षेत्रमितिबाट नै आएको छ। यसमा क्रस सेक्सन, त्यसैगरी छड्के सतहको क्षेत्रफल का कुराहरू यसमा रहेका छन् भने 8 नम्बर अनुक्रम श्रेणीबाट आएको छ। यो समानान्तरीय अनुक्रम छ, जससँग सम्बन्धित साधारण पदको कुरा, समान अन्तरको कुरा र पद निकाल्नेसँग सम्बन्धित कुराहरू यहाँ रहेको छ। त्यसैगरी 9 नम्बर बीजगणितबाट आएको छ। यहाँ खण्डीकरणको प्रश्न दिएको छ 1 नम्बरमा भने 2 नम्बरमा मस निकाल्नु पर्ने कुरा छ र यो 2 नम्बरको अरमा यसको सट्टामा अर्को प्रश्न सरल गर्नुहोस् भनेर घाताङ्कको नियम प्रयोग गरेर गर्ने क्वेसन दिएको छ। त्यसैगरी 10 नम्बरमा रेखीय समीकरणको प्रश्न रहेको छ। यहाँ आमाको उमेर, छोरीको उमेर यो अवस्थामा छ, यति वर्ष अगाडि यति थियो भन्ने खालको प्रश्न रहेको छ, जसमा हामी 2वटा समीकरण तयार गरेर हल गर्ने विभिन्न विधिहरू हामीले सिकेका छौँ। प्रतिस्थापन विधि हुन सक्छ, हटाउने विधि, यावत विधिहरूमध्ये जुन अनुकूल हुन्छ त्यो प्रयोग गर्नेछ। त्यसैगरी 11 नम्बर ज्योमेट्रीबाट आएको छ, जसमा त्रिभुज पिक्युआरमा यो आर भुजालाई यससम्म लम्ब्याउँदा बाहिर 110 डिग्री बनेको छ। यो अवस्थाको एउटा प्रश्न छ भने अर्को प्रश्न यो प्रयोगात्मक रूपमा बाहिरी कोण भित्री दुईटा अनासन्न कोणको योगफलसँग बराबर हुन्छ भनेर देखाउने खालको प्रश्न छ। त्यसैगरी अर्को प्रश्न यसैमा रहेर यसको मान कति छ त, एङ्गल पी र एङ्गल क्यू कति छ निकाल भनेको छ। माथिकै यही नियम अनुसार हामी x को मान निकाल्न सक्छौं र त्यसबाट हामी सल्भ गर्न सक्छौं। त्यसैगरी 12 नम्बर प्रश्न यो 2वटा त्रिभुजहरू अनुरूप नभएर समरूप अवस्थाको बारेमा छ। यहाँ पिक्यू र आरएस समानान्तर छ। यो अवस्थामा कसरी समरूप देखाउने, प्रमाणित गर, समरूप देखाउ दुईटा त्रिभुज भनेको छ। हामीलाई यो थाहा छ को तथ्य देखाउनु पर्छ अलग अलग यो दुईटै त्रिभुजमा, अनि हामी के भन्न सक्छौं 2वटा त्रिभुजहरू एक आपसमा समरूप हुन्छन्। त्यसैगरी यहाँ x र y को मान पनि निकाल भनेको छ। त्यसैगरी 13 नम्बर वृत्तबाट आएको छ, जसमा वृत्तको केन्द्रबिन्दु O भएको एउटा वृत्त दिएको छ। AB भनेको एउटा जीवा हो। त्यसैगरी OC भनेको यसमा एउटा लम्ब खिचेको अवस्थामा कस्तो सम्बन्ध छ भनेर सोधेको छ। यहाँ 2वटा त्रिभुज OCA र BOC भन्ने यो 2वटा त्रिभुजलाई अनुरूप देखाउने कुरा सोधिएको छ, जुन सकभु तथ्य हामी लगाउँछौं। त्यसैगरी 14 नम्बरमा
एउटा निरन्तर खालको तथ्याङ्क भएको डाटा दिएको छ। विभिन्न प्रकारका हाम्रा तथ्याङ्कहरू हुन्छन् जसमध्ये निरन्तर वर्गान्तर भएको यस्तो अवस्थामा यो तथ्याङ्कलाई हिस्टोग्राम कसरी बनाउने भन्ने कुराहरू दिएको छ। त्यसै गरी 15 नम्बरमा समानान्तर चतुर्भुज ABCD को रचना गर भनेको छ, जसमा AB भुजाको लम्बाइ, BC भुजाको लम्बाइ र विकर्ण AC को लम्बाइ दिएको सजिलो प्रकारको सच दिएको छ। यसको रचना गर्ने कुरा दिएको छ। त्यसै गरी 16 नम्बर क्वेसन चाहिँ प्रश्न बीजगणितबाट थप आएको छ, जसमा 8x³ + 27 र 4x² - 9 को लस निकाल्नु छ, जुन दोहोरिएको छ किनभने अर्धवार्षिकमा सबै एकाइहरू अध्यापन नभएको हुनाले थपिएको छ। त्यसै गरी 234 दामलाई रोपनी आना पैसा दाममा रूपान्तरण गर्नुपर्ने प्रश्न दिएको छ।